सम्पूर्णलाई साउन 15 खिर खाने दिनको शुभकामना। अनि आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने। म पनि सन्चै आरामै छु साथीहरू। आज चाहिँ साउन 15 खिर खाने दिन। तर भने मलाई चाहिँ खिरभन्दा पनि बटुक र चुकौनी खानु मन लाग्यो साथीहरू। त्यसैले मैले बिहान दाल भिजाएर फेरि दाल पिस्दैछु। अनि म चाहिँ बटुक बनाउनु पनि सुरु गरिसकेँ साथीहरू। अनि मेरो बटुक चाहिँ अलि बढी दरे जस्तो लागेछ साथीहरू, धेरै पाक्यो जस्तो। अनि चाहिँ मैले बटुक पनि बनाएर सकियो साथीहरू। त्यसपछि फेरि म चुकौनी बनाएँ। चुकौनी पनि रेडी भइसक्यो। अनि लागे म खिर बनाउनतर्फ साथीहरू। आज त विशेष खिर खाने दिन। अनि त्यस्तो खिर खानु मन त लागेको थिएन साथीहरू, तैपनि फ्यामिलीको लागि म खिर बनाउँदैछु फेरि। अनि म फेरि खिर पनि पाकिसक्यो। अनि बाख्रालाई घाँस हाल्दैछु साथीहरू। हामी त गाउँले हो, गाउँघरमा बस्छौँ, बाख्रा पाल्छौँ साथीहरू, खेतीपाती गर्ने बाख्रा पाल्ने। अनि म चाहिँ फेरि यता हाँसी उडाउँदैछु। हजुरहरूलाई कसलाई आउँछ यसरी उड्याउन? हामी त सानैदेखि गाउँघरमा हुर्केको, घाँस दाउरा गरेर। अनि यसरी नै हाँसी उडाएर हामी घाँस काट्न हिँड्थ्यौँ। ल आज पनि म फेरि हाँसी उडाएर म घाँस काट्न जाँदैछु साथीहरू। अनि मलाई फेरि खुर्पिटो भिड्न मन लाग्छ। हेर्नु न, मैले यो खुर्पिटो चाहिँ मैले माइतो आमालाई मगाएको साथीहरू। अनि म खुर्पिटो भिडेर घाँस काट्न पुगेँ घाँस भएको ठाउँमा। यता चाहिँ खुर्पिटो भिड्नुहुन्न, तर पनि मलाई चाहिँ कस्तो मजा लाग्छ भिड्नुलाई। अनि म चाहिँ भिडेर फेरि घाँस भएको ठाउँमा पुगेर स्वाइँ घाँस काट्न थालेँ साथीहरू। घाँस चाहिँ एकदम छिप्पिएको थियो, त्यसैले मैले छिटो छिटो घाँस काट्न पनि सकिराखेको छैन। यो घाँस चाहिँ हामीले बर्खाको लागि छरेको हुन्छौँ साथीहरू, किनकि बर्खामा पानी परिरहेको बेलामा अन्त घाँस काट्न जान दुःख हुन्छ। त्यसैले छरेको घाँस काट्नुपर्छ। अनि हामी चाहिँ फेरि यो घाँस चाहिँ काट्न नभएर धान गोड्ने बेलामा एकदम छिप्पिएको छ। अनि घाँस पनि म लिएर आइसकेँ साथीहरू। अनि फेरि छोरीले मलाई बाटोमा के भन्न आउँदै छिन् मलाई खोज्न। अनि म फेरि घर आइपुगेँ। अनि मैले बनाएको परिकारहरू छिमेकीहरूलाई यसो चखाम भनेर आफू मात्रै त किन खाने, छिमेकीहरूलाई पनि दिनुपर्छ। गाउँघरमा त हामी यसरी बाँडीचुँडी नै खान्छौँ साथीहरू। अनि छिमेकीहरूलाई दिएर अनि फेरि साँझ भइसक्यो। अनि हामी चाहिँ खान बस्यौँ। ससुरा बाबाले चाहिँ खाइसक्नु बाटो। ल हेर्नु न मेरो भागमा चाहिँ चुकौनी लबर कति धेरै चुकौनी लिएर बसेछु म। अनि चाहिँ साथीहरू यता छोरीहरूले खाँदैछिन्, सासू दुईवटा छोरीहरू हस्बेन्ड। अनि आज चाहिँ हाम्रो साउन 15 यसरी नै बित्यो साथीहरू। हजुरहरूको कसरी बित्यो?